सबैजनालाई गुड मर्निङ अनि सबैजना वेलकम छ आज यो नयाँ ब्लगमा। हजुर उता सन्चै हुनुहुन्छ होला, म पनि यता एकदमै सन्चै छु। आज चाहिँ हामी चाहिँ कलेज जाँदैछौँ कि आज नि हाम्रो कलेज थियो। हिजो चाहिँ छुट्टी थियो कि खै हिजो खै को आउने रहेछ, कतारको खै को प्रेसिडेन्ट हो कि को आउने भएर हिजो चाहिँ बिदा थियो। आज चाहिँ कलेज रहेछ होइन, अनि आज हामी चाहिँ कलेज जाँदैछौँ कि हिजो चाहिँ भिडियो देख्नुभयो होला। हिजो अलिकति नराम्रो थियो, त्यही पनि माया देखाइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। अब यो भिडियोलाई पनि अझै माया देखाइदिनु होला। आज चाहिँ हामी चाहिँ खै आज सबै पिरियड हुन्छ क्या फेरि कलेजको, अनि अब एउटा दुइटा पिरियड त अब गफ हान्दै गइन्छ। त्यही हो, कोर्स सकिसक्यो अनि कोर्स सकिसकेको कारणले चाहिँ एउटा दुइटा पिरियड गफ हान्ने, अरू चाहिँ पढाउनु हुन्छ सरहरूले नै कुनै कुनै चाहिँ। त्यही हो, अब हिजोको भिडियोलाई चाहिँ हजुरले धेरैभन्दा धेरै माया देखाइदिनु भयो। अब यो भिडियोलाई पनि के अरे च्यानललाई सब्सक्राइब नगर्नु भएको के अरे च्यानल सब्सक्राइब नगर्नु भएकोहरूले चाहिँ च्यानललाई लाइक अनि सब्सक्राइब गरिदिनु होला, अनि बेल आइकन अरू सिलेक्ट गरिदिनु होला अझै नयाँ भिडियोको लागि। हामी चाहिँ अहिले यो सैनिक अस्पताल पोखरा यो फुलबारी यो यहाँ पुगेछ। अनि अब अहिलेसम्म नि हेरिराख्नु भएको छ भने भिडियोलाई अहिलेसम्म नि नगर्नु भएको छ भने लाइक र च्यानललाई सब्सक्राइब चाहिँ गरिदिनु होला है। अनि हामी चाहिँ अहिले यो कता भयो, ट्याक्कै यो अगाडि चाहिँ महेन्द्र पुल हो, महेन्द्र पुलको ट्याक्कै अगाडि पुगेछ। खै कलेज के अरे क्लास चाहिँ 6 बजी हो के अरे, पुगेला नि 6 बजीसम्म त। अरू बेला फेरि कति धेरै देखिन्थेन होइन स्टुडेन्टहरू, आज फेरि कति धेरै छ कि बाटोमा अहिले स्टुडेन्ट कति धेरै देखिएको छ कि। हेर्न सक्नुहुन्छ लाइट बोलेको रहेछ कि, मैले त बोलेको थिएन भन्दै थिएँ, बोलेको रहेछ। हेर्न सक्नुहुन्छ राम्रो छ नि होइन, सबै लगभग कतिवटाको झन्डा होला यहाँ, खै त्यो चाहिँ थाहा भएन होइन, तर हेर्नु कति धेरै झन्डा छ कि यहाँ ट्याक्कै महेन्द्र पुलको ट्याक्कै अगाडि हो कि यो महेन्द्र पुल भइहाल्यो। अनि यो होरियोमा चाहिँ जहिले बोलिरहेको छ कि यो फ्याक्ट्रीदेखि जहिले बोलिरहेको छ, हिँड्दै निँदैन कि के हो, कहिलेकाहीँ त कलेजबाट आउँदा पनि बोलिरहेको छ। यो बाटो हो कि हामी कलेज जाने चाहिँ ठ्याक्कै यो सिधै हो, अनि त्यसपछि राइट टर्न हान्ने हो कि यही बाटो हो जाने। हामी पढ्ने चाहिँ महेन्द्र सेकेन्डरी स्कुल होइन, हामी चाहिँ भन्ने यो चाहिँ नयाँ बजार हो क्या, नयाँ बजार हो पोखरा। हेर्नु सक्नुहुन्छ टाइम कति भयो, 56 भइसक्यो। यहाँ त 56 देखाएको छ त, मेरो फोनमा त 57 भइसक्यो अहिले। त्यसको पारी हो कि ऊ त्यो अगाडिको त्यसको पारी हो। तेस्रो पिरियडपछि चाहिँ हाम्रो फेरि अहिले चाहिँ ब्रेक टाइम हो कि अरे, तर छुट्टी भन्छ आज फेरि सरहरूको मिटिङ हुन्छ हुँदैछ। अनि त्यही भएर साथीले चाहिँ के अरे हामी अस्ति नै प्लान गरेको थियो कि यहाँ चाहिँ खाजा खान आउने भनेको थियौँ। अनि आज चाहिँ अहिले बिहान भनेको थियो कि हामी कति फर्स्ट पिरियडमा भनेको थियो साथीले आज जामै भन्थ्यो कि अरे। अनि त्यही भएर अनि अहिले छापमै छुट्टी भयो कि तेस्रो पिरियडपछि सरहरूको मिटिङ भएर, त्यही भएर अनि अहिले चाहिँ हामी यो कता त्यहाँको हाम्रो स्कुलभन्दा थोरै तल नयाँ बजार जाने बाटोमा चाहिँ एउटा नाला छ कि, अनि त्यहाँ आएर तिनजना छ कि अब उनीहरू फेस देखाउन भने त्यही भएर यिनीहरूलाई चाहिँ फेस चाहिँ देखाएको छैन। त्यही भएर अब अहिलेसम्म नि हेरिराख्नु भएको छ भने चाहिँ मेरो च्यानललाई चाहिँ लाइक एन्ड सब्सक्राइब गरिदिनु भएर धेरै माया दिनु होला। हामी सबैजनाले च्यानल सब्सक्राइब गर्नु भएछ, तर त्यहाँ चाहिँ नोटिफिकेसन अनमा सिलेक्ट गर्नु भएको छैन भने चाहिँ अरू सिलेक्ट गरिदिनु भएर धेरै माया देखाइदिनु होला। अहिले सबै के अरे यो खाजाहरू चाहिँ खाइसकेको छ। अनि खाजा खाएर भक्क चिसो पानी खाइदिएको, पुरा कस्तो भयो क्या घाँटी नै, अनि स्वर चाहिँ अहिले अर्को आइरहेको होला, अनि होइन अलि बिग्रियो।
अब हामी चाहिँ यहाँबाट अब त्यहाँ काउन्टर छ कि त्यहाँ यो भिडियोको माध्यमद्वारा चाहिँ पोखरामा अलिकति भयो भने सफाइ के अरे सरसफाइ होस् भन्न चाहन्छु। अहिले चाहिँ हामी चाहिँ घर पुग्नु लाग्यो कि साथी चाहिँ माथिबाट गयो, उसको घर चाहिँ माथि हो नि त, माथिबाट गयो के अरे मेरो घर चाहिँ यता तलतिर पर्ने भएको कारणले चाहिँ म चाहिँ यताबाट जाँदैछु। भ्लग हेरिराख्नु भएको छ भने चाहिँ हजुरलाई धेरै धेरै धन्यवाद। अनि अहिलेसम्म लाइक एन्ड सब्सक्राइब गरिदिनु भएको छैन भने चाहिँ लाइक एन्ड सब्सक्राइब गरिदिनु धेरै माया दिनु होला। चाहिँ घर पुग्न लाग्यो कि अब यहीँ अगाडि हो, घर पुग्न लाग्यो। अब घर पुग्न पनि लागेको छ, त्यही भएर भिडियोलाई चाहिँ इन गर्नुपर्ने छ। त्यही भएर धेरै माया देखाइदिनु भएर होइन लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। हस् हामी अर्को भिडियोमा